चान्स पाए कि झापालीले गर्छ के गर्छ भन्दाखेरि एउटा नर्मल कारलाई मोडिफाई गरेर फरारीसम्म बनाउने काम गर्छ। चिताए कि बिताए भन्छ नि ठ्याक्कै त्यस्तै क्या। मलाई जति खाए त्यति खानु मन लाग्ने भने चाहिँ पोर्क नै होइन गाइस। बिहान वाक्कै हुने गरी खायो भने पनि बेलुका खानु मन लागिहाल्छ क्या मलाई चाहिँ, बिकज आई लभ पोर्क। त्यही भएर अहिले लिनु आएको 1 किलो मासु टक्क लाएर चट्ट पाराले। फाइनली मासु पनि रेडी भइसक्यो। यसलाई चट्ट पाराले लेखेर टक्कसँगले बोकेर घरतिर लाग्दिएको गाइस। अहिले चाहिँ छन्दु भाइ र म चाहिँ कामतिर लाग्दिएको। बाटोमा त झापाकै सबैभन्दा ठुलो रुख पो देखियो यार। चन्सरे बजारमा ठ्याक्कै चोकमै चाहिँ एउटा अस्त्र भन्ने क्याफे खोल्दैछ गाइस होइन। यसो कफी सफी खानु मन लाग्यो भने चाहिँ निस्किँदा हुन्छ है त। ओपनिङ चाहिँ भएको छैन, हुन्नैवाला छ अब छिट्टै गाइस। झापाली त्यसै झापाली हो त गाइस होइन। झापालीले गफ मात्रै हान्छ भन्छ नि, होइन क्या गरेर पनि देखाउँछ होइन। एउटा नर्मल कारलाई मोडिफाई गरेर फरारी बनाउनु भनेको सानो कुरा हो त होइन नि गाइस। हमारा पास पैसा न हो त क्या हुआ, दिमाग त हैन। डुप्लिकेटै भयो भने आफ्नो शौक पूरा गर्नु भनेको चाहिँ नट अ जोक यार। दामी लाग्यो मलाई चाहिँ। सुरुमा झट्ट हेर्दा त म त शक भइदिएको यार, होइन के आयो भइरहेको थियो मलाई त होइन। लोगो सोगो फरारीकै छ, स्टिकर पनि फरारीकै छ। दुनियाँमा नघटेको घटनाहरू चाहिँ झापामै मात्रै हुन्छ कि क्या हो यार गाइस होइन। अमलाको काण्ड भयो, अनि यता काजीको प्रेम कथा भयो, अनि अहिले यो फरारी त नर्मल भइहाल्यो होइन। यो चाहिँ राम्रै कुरा हो होइन। अहिले चाहिँ झापामा लास्टै गर्मी छैन गाइस, अनि गर्मीलाई जित्न हामीलाई चाहिँ चिसो खाएको अवस्था। फाइनली हाम्रो खाजा पनि आइसक्यो, एकदम दामी देखिरहेछ यार लुक चाहिँ। चिसो खाएको चिसो लाग्यो, अनि फेरि चिसोलाई जित्न फेरि हामीले थुक्पा खाएको अवस्था। गुवाम मिठो 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 थियो यार, लुक्स पनि दामी थियो। अहिले चाहिँ हामी चारालीतिर छौँ होइन। एउटा लोगो लाउनु पर्ने थियो, अनि टक्क लाएर चट्ट पाराले अब चाहिँ हामीले लोगो छोको पनि लगाइसक्यौँ। थ्याङ्क यू फर वाचिङ गाइस, सी यू इन द नेक्स्ट भिडियो। अनि भिडियो राम्रो लाग्यो भने चाहिँ सब्सक्राइब गरेर यसो माया साया पनि देखाइदिनु पर्यो।